हे रक्सी देउता, हे सेन्तेरेम देउता, हे खट्टु देउता, तिमी पनि अहिले त संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छ। नानी बुढी सुतिरहेको ठाउँमा राति हुँदो आएर डाङ र डुङडुङ गर्ने कुटाउने पनि तिमी, नालीमा लगेर कुकुरलाई जस्तो घप्पै सुताउने पनि तिमी, राम्रोसँगले मिलेर बसेको घरको परिवारको जोडीहरू चट्टै छुटाउने पनि तिमी, पेनमा मुताउने पनि तिमी। संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छौ। तिमीले गर्दाखेरि कतिजनाले मुटु गुमाए, कतिले फोक्सो गुमाए, कतिले आन्द्रा बुढी गुमाए, कतिले कलेजो गुमाए, कतिले ज्यानै गुमाए, तर पनि तिमीलाई कसैले छोड्नु नसक्ने, नारीको पनि प्रिय, पुरुषको पनि प्रिय भएको छौ। तिमी त सबैको प्रिय भएको छौ। अहिले तिमी मरौदेखिको लिएर जन्मदेखिको लिएर पूजादेखिको लिएर घेवादेखिको लिएर बिहासम्म चल्ने तिमी। तिमी छैन भने मान्छेहरू बिहामा पनि आउनै नखोज्ने, तिमीलाई नै गर्दाखेरि सबैजना बिहामा आउने। तिमी छ भने त तिमी खाएपछि सबैलाई धम्की दिने, संसारै किन्ने धम्की आउने पनि तिमी नै हो। तिमी छैन भने लाटा जस्तो, तिमी खाएपछि संसारको सबैभन्दा बाटा जस्तो बनाउने पनि तिमी। हे सेन्तेरेम देउता, पानी चढाइदे, पानी चढाइदे, पानी चढाइदे। यो छैन भने अहिले दुनियाँमा केही छैन। हे सेन्तेरेम देउता, हे रक्सी देउता, हे लौ परमेश्वर, तिमी